दर्शकबिन अहिले चाहिँ मेरी उनीसँग यहाँ हामी चाहिँ मकै एखोरे गोड्न आएको छौँ है। यस्तो छ यो सालको मकै फलाइ। दर्शकबिन यहाँ चाहिँ है सासूले चाहिँ बुहारीलाई अब यो मकै धोरेको विषयमा चाहिँ गाइड गर्दै हुनुहुन्छ है। अहिलेको के छ भने नानी बाबुहरूलाई फेरि पढ्नुमा मात्रै अब जोड होइन अब तपाईँको यो थ्योरीलाई मात्रै प्राथमिकता नदिएर यो प्र्याक्टिकल पनि हामीले गर्नु जरुरी छ, उहाँहरूलाई सिकाउनु जरुरी छ होइन। अब मास्टर डिग्री गरिसकेपछि प्र्याक्टिकलमा पछिबाट नानी बाबुहरूलाई सजिलो हुन्छ। त्यो कारणले गर्दा चाहिँ उहाँ आमाले चाहिँ अब बुहारी नानीहरूलाई सिकाइरहेको अवस्था छ। तपाईँहरूले पनि यसरी अहिले आउने नानी बाबुहरूलाई यसरी नै गाइड गर्दै लानु होला। आफ्नो संस्कार रीतिरिवाजहरू आफ्नो जिम्मेवारीहरू चाहिँ के हो भन्ने कुरो चाहिँ यसरी नै गाइड गर्नु होला तपाईँहरूले पनि है। तपाईँहरूले राम्रो अहिलेको नानी बाबुहरूलाई गाइड गर्नुभएकोमा धेरै धेरै धन्यवाद। ल मान्छे भने हात्ती जस्तो, कोदालो भने हेर्नु यस्तो छ है गाइस। यहाँ चाहिँ हाम्रो खेती गरे तरिका यो हो नि त, यस्तो पनि हुन्छ। ल यो पटक चाहिँ अब मकै अलिक पातलो पातलो छरेको, मकैको साथसाथमा के छरेको छ ल तपाईँलाई स्वागत छ। लु राखिदिउँ त केही कुराहरू। मकै छर्नु होइन, मकै चाहिँ पातला छ, उसकै दुबोहरू चाहिँ यहाँ मथेर छ, उसको दुबे मथेर चाहिँ सबै छरिराखेको छ। के छ अरू? मकै, फापर, मुला, यहाँ दुबो चाहिँ ज्यादा छरेछ अनि मथे ज्यादा छरेछ। मुला मथे अनि के हो यो घन्सी? घन्सी यो सालको यस्तोहरू चाहिँ ज्यादा छरेछ यहाँ बारीमा त। के भन्नु उहाँलाई यो एखोरे मकैको बारेमा एक्सप्लेन गरिदिउँ त। ल के गर्ने एक्सप्लेन? एखोरे मकै गोड्दैछौँ, पानी परेको छैन, अब मर्छ कि बाँच्छ, गोड्नु त गोड्दैछौँ। मलदल पुग्नु पर्यो नि, पानी लाउनु पर्यो। पानी हाल्ने ठाउँ छैन, के गर्नु? दुःख छ नि बारीमा, दुःख छ। सुक्खाको कुरो मल मात्रै भएर नहुने रहेछ। ल उहाँलाई धन्यवाद यो मकै एखोरे मकैको विषयमा कुरा राखिदिनु भएकोमा। यो चाहिँ डोको है, यो डोको पनि हाम्रोतिर चाहिँ यस्तो छ है गाइस, डोको भन्छ यसलाई। डोको नाम्लो पनि के हो? यता बुहारी नानीहरू उखेल्दा हुनुहुन्छ झार, यहाँ पर आन्टीले चाहिँ दबाई छर्दै हुनुहुन्छ। ल यस्तो छ है हाम्रो यो ओर्लाबारीमा अहिले एखोरे मकै गोड्नु धमाधम भइरहेको छ। जरुरी छ, खालि भिडियो मात्रै बनाउँछ, मोबाइल मात्रै तेर्साउँछ भन्नुहुन्छ कि मेरो उहाँले। त्यसले गर्दा पनि आज चाहिँ साथ दिएको, आज मात्रै होइन हर उसमा चाहिँ साथ दिएको छु। तर उसले चाहिँ अब साथ नदिएको कुरो पो गर्छ त हावामा। गर्नुपर्छ, खाएको कुरोहरू डाइजेस्ट हुन्छ। छोरी मान्छेहरूको काम हो नि त हाम्रो। कहाँ खुन्ने काम छोरा मान्छेको होइन, त्यसले गर्दा खुन्ने काम छोरा मान्छेको, बाहिरको काम छोरा मान्छेको, भित्र चुल्हा चौका पो छोरीको त साफसफाइ कहाँ। यो हेटरको बुढा र बुढी दुईजना मिलेर मकै गोड्दैछौँ। मेरो एकदम ठग बुढा छ, गरी टपल चाहिँ हिँडिहाल्छ। ठग बुढा त हो नि। पसिना निकालेर चाहिँ भात खानु चाहिँ खाएको कुरोहरू डाइजेस्ट हुन्छ, बिमारहरू लाग्दैन। स्वास्थ्य व्यस्त रहनुलाई तपाईँहरू पनि यसरी चाहिँ पसिना बगाउनु पर्छ है गाइस। लु धन्यवाद हजुरलाई।
ल गाइज यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यी थाकेर यी तिर्खा लाग्यो भन्छ यस्तो पो खाएछ है हाम्रो चाहिँ खाएर यस्तो हो नि त के हो यो एउटा किन्छ 10 लिटर पानी हालेर दिन्छ अनि भिडियो गरेर तेर्सिदिन्छ यसरी खायो होइन यो आइसक्रिमको उसनै त्यही हो नि त डाइरेक्ट त्यो आइसक्रिम मात्रै खाने होइन क्या त्यसमा पानीको मात्रा लाएर खाने हो त्यसले असर गर्दैन नभए त यसले धेरै असर गर्छ त डाइरेक्ट खायो भने स्वादै बेगरको 50% चाहिँ लाएर खानुपर्छ क्या यो यसले एनर्जी दिन्छ थकावटलाई अब यसलाई मेटाउँछ निन्दा लाग्दैन यो हो नि त अफिसतिर काम गर्दा मान्छेलाई अलिकति केही बोरिङ भयो भने यो खाइन्छ क्या यस्तो युज गरिन्छ हामी पहिला यो दुबो झाँगेको देख्दाखेरि बिहा गर्नु मनपर्छ दुबोहरू हरियै कति लामो लामो आउँछ त्यतिखेर टिपेर टक्कै माला बनाएर लाएर चाहिँ बिहे गर्नु मनपर्छ के गर्नु ल है दर्शक पनि तपाईँहरू कोही बुढो गर्ने हुनुहुन्छ नि हाम्रो प्यारी भाउजू हुनुहुन्छ है शान्ता सोनेबा भन्छौँ उहाँ पनि एउटा जीवनसाथीको खोजीमा हुनुहुन्छ है तपाईँहरूले सम्झिनु होला हामीलाई हाम्रो प्यारी भाउजू साथीको खोजीमा हुनुहुन्छ है दुबोको माला लगाइदिने अरे दुबोको माला यहाँ बोटुल्दै हुनुहुन्छ हाम्रो भाउजूले ल है यस्तो हुनुहुन्छ हाम्रो भाउजू एकदम ब्युटी हुनुहुन्छ नि यति मजाको हुनुहुन्छ कामकारी दिलवाली हुनुहुन्छ है दर्शकबिन सम्पूर्णमा नमस्कार यहाँ चाहिँ म अहिले उलाबारी नगरपालिका वार्ड नम्बर 3 मङ्गलबारे माझी चोकमा चाहिँ है म उपस्थित भइरहेको छु यहाँ हाम्रो चेली खालरको घरमा चाहिँ म भ्रमण गर्दैछु यहाँ चाहिँ अब घरहरू पनि बनाउँदै हुनुहुँदो रहेछ यहाँ चाहिँ हाम्रो आशा 1M प्लस राजेश 1M को घर भने त्यसै गरी यहाँ चाहिँ अब यता हाम्रो चेली आदरणीय सावित्रा अनसम्भो राईज्यूको घर हो है हजुरहरूलाई चाहिँ म सबसे पहिला यहाँ आशा बहिनी प्लस हाम्रो राजेश ज्वाइँहरूले चाहिँ के गर्दै हुनुहुन्छ है त्यसको लागि चाहिँ सरप्राइज भनौँ न एउटा अचानक सड्के भन्दा पनि घुम्दै आउने क्रममा उहाँहरूको बारेमा चाहिँ म देखाउन गइरहेको छु अन्तिममा चाहिँ म सावित्रा दिदीको घरको बारेमा चाहिँ म देखाउने छु है त नमस्कार यहाँ चाहिँ अहिले हाम्रो है उलाबारी नगरपालिका वार्ड नम्बर 3 मङ्गलबारेमा चाहिँ यहाँ मकै अहिले चाहिँ यो चाहिँ तपाईँहरूलाई थाहा छ छैन यो चाहिँ एकखरे मकै भन्छ है यहाँ चाहिँ यस्तो छ है सानो पहिलो गोड्दाखेरि त्योलाई चाहिँ अब एकखरे मकै भनिन्छ है पछाडिबाट लामो हुँदै गएपछि चाहिँ दोहोरे मकै भनिन्छ ल यहाँ हाम्रो बुहारी नानी यहाँ सरू खड्का 1MG हुनुहुन्छ है मेरो चाहिँ बुहारी भान्जा बुहारी उहाँलाई चाहिँ एकदम मल लाउँदै गरेको अवस्था छ ल बुहारीलाई स्वागत छ लु भन्थ्यौँ त यो एकखरे मकैको बारेमा केही भनौँ न दर्शकलाई प्रश्न पारिदिउँ त कति दर्शकलाई थाहा छैन त यो मकैलाई के भन्छ कुन टाइममा गोड्दाखेरि के भन्छ कुन टाइममा होइन पछाडि गोड्दाखेरि के भन्छ त्यसको बारेमा दर्शकलाई पारिदिउँ त प्रश्न पारिदिउँ त यो एकखरे मकैको बारेमा ल तपाईँलाई स्वागत छ ल भनिदिनुहोस् त नमस्ते सेवारो हजुर एकरो मकैमा युरिया र टिएपी लाउँदैछु हजुर यतिखेर गोड्ने टाइम मकैको सिजन छ त्यही भएर गोड्ने टाइममा मल लायो भने राम्रो फस्टाउँछ अरे हजुर त्यही भएर अन्त यो अनि यो यसमा त अलिकति अर्ग्यानिक मलहरू पनि लाउनु पऱ्यो नि पहिला लगाएको होला होइन अर्ग्यानिक मल पहिले हामीले खन्दै रोप्दै फेरि लगाएको कि हजुर भैँसी मल सुँगुर मल हजुर अहिले चाहिँ यसलाई गोडेर एकसारो मल लगाएको ल उहाँ हुनुहुन्थ्यो हाम्रो बुहारी नानी सरू खड्का 1MG उहाँले चाहिँ यो एकखरे मकैको बारेमा प्रश्न पारिदिनु भएकोमा धेरै धेरै धन्यवाद ओके बाई बाई दर्शक पनि तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ लसुन है ल अहिले चाहिँ एकदम यो चाहिँ पाकिसकेको अवस्था छ एकदम छिप्पिरहेको अवस्था छ यहाँ हाम्रो आशा अनसम्भो 1MG को खेती गरे है यो चाहिँ खेतीबारी है यो एउटा दर्शक पनि तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ लसुन है ल अहिले चाहिँ एकदम यो चाहिँ पाकिसकेको अवस्था छ एकदम छिप्पिरहेको अवस्था छ यहाँ हाम्रो आशा अनसम्भो 1MG को
खेती गरे है यो चाहिँ खेतीबारी है यो एउटा मान्छेमा चाहिँ एउटा परिश्रम एउटा जाँगर भयो भने चाहिँ अब सम्पूर्ण खेतीहरू पनि यसरी अब फस्टाएर आउने रहेछ गर्दाखेरि नहुने चिज केही छैन है यहाँ दर्शक तपाईँले देख्न सक्नुहुन्छ यहाँ अब यसरी उहाँहरूले चाहिँ है खेतीमा चाहिँ यसरी चाहिँ अब उहाँहरूले चाहिँ परिश्रम गरिरहेको अवस्था छ यहाँ चाहिँ हाम्रो ज्वाइँ साहब हुनुहुन्छ है राजेश वनेमजी हजुरलाई स्वागत छ अनि यो आजको मकै गोडाइ कस्तो हुँदैछ त अनि यो कति भयो यो कति महिनाको भयो मकै लगाएको 1 महिना भयो होला हजुर मकै लगाएको चाहिँ यो मकै चाहिँ भन्छ रामपुरे ओके यो चाहिँ अहिले खास गर्नुपर्दाखेरि एखरे गर्नुपर्ने हो हजुर तर अलि छिपेछ हजुर समयको बावजुद अनुसार हजुर अहिले चाहिँ हामीले एकैचोटि दोहोरे गरिरहेको छौँ ए यो एकैचोटि है दोहोरे पनि एखरे पनि दुईचोटि ओके खास एखरे चाहिँ गर्नुपर्ने हो हजुर तर हामीले अहिले दोहोरे गरिरहेको छौँ हजुर काम सिध्याउनु अलिक अब गर्मी मौसम छ हजुर दुई पटक गोडिरहनु अलिक समस्या पर्ने भएर दोहोरेमै सिधैयो दोहोरेमै ओके ल उहाँ त्यो हाम्रो राजेश जय साहब केही कुरो राखिदिनु भएकोमा एखरे मकै दोहोरे मकैको बारेमा चाहिँ प्रश्न पारिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद ओके बाई बाई ल यहाँ त के हो अलिकति मौसमले साथ नदिएर हो कि फुङ धुलो पो उठ्दैछ त पानीको कमी होला होइन हिजोस्तिको पानीले चाहिँ भेटेन क्या हो ल अब यहाँ हाम्रो आशा अन्सङ वनेमजी हुनुहुन्छ ल तपाईँलाई पनि स्वागत छ नि के हो यो चाहिँ दौडिन्छ भनेर चाहिँ पुरै अनार छोपे हो के हो लु तपाईँलाई पनि स्वागत छ लु केही कुरो राखौँ न त यो एखरे दोहोरे मकैको गोडेको बारेमा अहिले अब मकैको हाम्रो अब दोहोरे एखरे एकैचोटि गोडिँदैछ हजुर अब यसो गर्मी चलिराखेको छ र पनि अब सिजनको बेला मकैहरूलाई अब यसो स्याहार सुसार गर्नु पर्यो भनेर यसो गोडुमै भनेर लागि परिराखेको छ अब समयको फल कतिको फल्ने हो अब यसो गरिहाल्छ फल्छ कि भन्ने ल तपाईँहरूको बेस्ट समयको बावजुद पनि यो एखरे प्लस दोहोरे मकैको बारेमा चाहिँ दर्शकहरूलाई चाहिँ प्रश्न पारिदिनु भएकोमा धेरै धेरै धन्यवाद म चाहिँ यहाँ अचानक यहाँ चाहिँ घुम्दै आउने क्रममा चाहिँ है हाम्रो बहिनी ज्वाइँको घरमा चाहिँ आइपुगेको छु है अब त्यसै गरी उहाँहरूले चाहिँ अब के वस्तुभावहरू पाल्नु भएको छ के बाली नाली लाउनु भएको छ है त्यो चाहिँ म एउटा होइन अवलोकन गर्न गइरहेको छु ल यहाँ त अनि उहाँहरूको त खसी पनि रहेछ त बफ्रेहरू कत्रो रहेछ खसी त यो चाहिँ खसी भन्छ है यो चाहिँ लामकाने हो कि के हो यो खसी यो चाहिँ बयर भन्छ है यो खसी बयर जातको खसी हो यहाँ चाहिँ दुईवटा जोडी रहेछ नाम पनि राम्रो लक्षण राखेको रहेछ ल गतिलो रहेछ है त्यस्तो छ यहाँ खसी यो खोर चाहिँ यो हाम्रो मेकानिक हुनुहुन्छ है हाम्रो यहाँ ज्वाइँ साहब पनि उहाँ ज्वाइँकै हातको सिप हो नि यहाँ फेरि यो चाहिँ एकदम बाहिरबाट किनेर ल्याएको है यो मिस्त्रीहरू ल्याएको होइन उहाँकै खुद हातले बनाउनु भएको यो खोर हो है यो खोर पनि उहाँहरूले बनाउनुहुन्छ हाम्रो ज्वाइँ साहबले तपाईँहरूलाई यो यदि खोर चाहिएमा पनि उहाँलाई या मलाई सम्पर्क गरेर तपाईँहरूले चाहिँ है यो सुँगुरको खोर बाख्राको खोर कुखुराको खोरहरू बनाउनु परेमा हामीलाई सम्झिनु होला है पुरा कुखुरा पालन पनि रहेछ यो चाहिँ गिरिराज हो है मजाले फस्टाएको रहेछ यो त कस्तो 3-4 केजीको होला यहाँ पोथी चाहिँ अथरा बसिरहेको अवस्था छ दर्शक पनि यहाँ हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो सावित्रा अन्सङ्गो राई हुनुहुन्छ है उहाँहरूले चाहिँ अब यसरी तान बुन्दै हुनुहुन्छ यसरी यो चाहिँ साडी हो कि के को कपडाको हो यो तान पनि दुई खालको हुन्छ नि त यो त कपडाको रहेछ होइन यो साडी नै हो नि होइन ल साडी बुन्दै हुनुहुन्छ ल हजुरलाई स्वागत छ केही कुरा राखौँ न त यो तानको विषयमा यो चाहिँ डिजाइनको बुन्नु हुँदो रहेछ यो मिटरको कसरी साडी एउटा किन्दाखेरि कति पर्छ कति दर्शकलाई त थाहा छैन नि त होइन तान चाहिँ यस्तो हुन्छ दर्शक पनि तपाईँहरूले
है थाहा छ छैन साडी चाहिँ यस्तो हुन्छ त्यो धेरै ठुलो छ त लामो देख्छु त म ल हजुरको परिचय भनौँ न मेन पात्या केमिन देवी मिचुक नाम है ल हाम्रो दिदी लजाउनुहोस् ठिकै छ है यो दर्शक तपाईँहरूलाई यदि साडी चाहिएका है यहाँ तपाईँहरूले सारिता दिदी या मलाई सम्पर्क गर्नु सक्नुहुनेछ। तपाईँहरूलाई चाहिँ बजारको रेटभन्दा चाहिँ हामी एकदम सुपथ मूल्यमा हामी उपलब्ध गराउनेछौँ। ओके दिदी बाई बाई धन्यवाद। हाम्रो नाति हुनुहुन्छ बिसोहाङ राई कति मजाले खेलिराख्नु भएको छ बाब्रे है कस्तो एन्जी छ त हाम्रो नाति त। म भर्खरको छु भनेको त म नातिहरू भइसक्यो भने चाहिँ बुढो भएछु म है हाई भन भाइ पनि यहाँ हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब है हाम्रो बहिनी नानी चेलीले चाहिँ यहाँनिर निफनिरहेको अवस्था छ। यो चाहिँ के हो तोरी हो कि कोदो हो अनि यो त चाहिँ पो हुँदो रहेछ त होइन यो नाङ्गोले निफन्दा केलाउँदा चाहिँ यसरी आवाज आउँछ या तपाईँले सुन्दै हुनुहुन्छ होला यो चाहिँ गरेको ल यस्तो तरिकाले निफनिन्छ है। अब कति मिलहरूमा भनेको हावाले एउटा के अरे छान्छन् भने यहाँ चाहिँ हाम्रोतिर चाहिँ यस्तो तरिकाले निफनिन्छ। ल यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ हाम्रो तान्छोको टिम हुनुहुन्छ उहाँ चाहिँ टिम क्याप्टेन हो। त्यसै गरी यहाँ हाम्रो यो मिलाप खड्काजी हुनुहुन्छ यहाँ चाहिँ एकदम प्लेयर्स हुनुहुन्छ उहाँ चाहिँ भविष्यमा चाहिँ एउटा नेसनल प्लेयर्स बन्ने उहाँको चाहिँ उद्देश्य छ। पनि यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ यहाँ मोरङ उर्लाबारी नगरपालिका वार्ड नम्बर 3 मङ्गलोबारेका हाम्रा युवा एकदम भविष्यको कर्णधार व्यक्तिहरू हुनुहुन्छ। यहाँ हाम्रो सबसे पहिला यो तपाईँहरूको क्लबको बारेमा चाहिँ केही कुरा राखिदिनको लागि मिलाप खड्कालाई स्वागत छ। ल भनिदिनुहोस् त तपाईँको परिचयबाट र यो तपाईँहरूले चाहिँ कसरी चाहिँ अब सञ्चालन गर्दै हुनुहुन्छ। ल ओके तपाईँलाई स्वागत छ। नाम भन्नु नाम ओके तपाईँहरूको क्लबको नाम ओके त्यसै गरी ल ठिक छ। यहाँ नानीहरूले चाहिँ एकदम भविष्यमा चाहिँ एकदम प्लेयर्स बन्ने नेसनल प्लेयर्स बन्ने उहाँहरूको चाहिँ हबी छ। त्यसै गरी एउटा पढाइ मात्रै नभएर के हो एउटा खेललाई पनि अलिकति तपाईँहरूले प्राथमिकता दिनुपर्छ होइन। एउटा माइन्ड फ्रेस हुनुपर्छ होइन पढाइ मात्रै गरेर के हुन्छ अगाडि बढ्न सकिँदैन है हो कि होइन। त्यसले गर्दा चाहिँ माइन्ड फ्रेसको लागि चाहिँ एउटा फुटबल मेरो पनि एकदम फुटबल चाहिँ एउटा मेरो चाहिँ फेभरेट गेम हो ठिक छ। म पनि हुन त एउटा डिस्ट्रिक्ट लेभलसम्म खेलेँ होला तर पनि के छ फ्युचरमा बन्नको लागि एउटा खेललाई एकदम माया गरेर चाहिँ अगाडि बढ्नुभयो भने तपाईँहरू एउटा भविष्यमा एकदम ठुलो मान्छे बन्नु सक्नुहुन्छ है। अरू केही कुरा राख्ने कोही छ यहाँ ओके तान्छु राखेको कुरो सबिन ल सबिनलाई ल स्वागत छ। ल ल भन्नु ल तपाईँलाई स्वागत ल ओके ल केही कुरा नाम भनौँ न नाम मेरो नाम सबिन राई हो। ओके कुन टाइममा तपाईँले खेल्नुहुन्छ यहाँ हजुर कुन टाइममा खेल्नुहुन्छ कुन टाइम हामी 4 बजेदेखि खेल्न थाल्छौँ स्कुलबाट आएर हजुर ओके मतलब पढाइलाई पनि पहिलो प्राथमिकता दिने सेकेन्ड अप्सन के हो सेकेन्ड चाहिँ हामीले माइन्ड फ्रेसको लागि चाहिँ फुटबललाई पनि एउटा स्पोर्टलाई पनि ध्यान दिनुपर्छ ल। तर समय धेरै होइन ओन्ली 30 या 45 मिनट है यसरी नै फ्रेस हुनु होला है। फिजिकल फिटनेस रहनको लागि के हो एउटा गेम पनि हुनु जरुरी छ होइन। फुटबल मात्रै नभएर भलिबल बास्केटबल इत्यादि जो एभाइलेबल हुन्छ त्यसलाई पनि अलिकति होइन तपाईँहरूले चाहिँ टाइम तर एउटा के छ पढाइको साथसाथमा हामीले के छ टाइम टेबल चाहिँ सेड्युल मिलाउनु पऱ्यो होइन। पढाइ अलिकति ब्रेकको टाइममा अलिकति माइन्ड फ्रेसको लागि चाहिँ गेमलाई पनि ध्यान दिनुपर्छ ल। ल यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। तपाईँले यसरी नै उन्नति गर्दै जानु होला। ओके बाई बाई ओके ओके हामी दर्शक पनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ घुम्दै हिँड्ने क्रममा यहाँ हाम्रो निसुहाङ सेनेहाङ नानीको घरमा चाहिँ आइपुगेको छौँ। ल नानीलाई स्वागत छ। ल हजुरको नाम भनिदिनु त परिचय निसुहाङ सेनेहाङ लिम्बू अनि कतिमा पढ्दै हुनुहुन्छ अहिले 2मा हो कुन चाहिँ हो बोर्डिङको नाम हो ओके अनि तपाईँको के छ हबी के छ फ्युचरमा के बन्ने नर्स ओके ल
अनि अरू के छ भने मम्मी डेडीहरूलाई कतिको सहयोग गर्नुहुन्छ काममा पढाइमा सम्पूर्ण कुराहरूमा सहयोग गर्नुहुन्छ नि राम्रो पढ्नुपर्छ है फ्युचरमा राम्रो बन्नुपर्छ भविष्यको सानै उमेरदेखि चाहिँ होइन एउटा आफूले एम लिनुपर्छ है त नानी ल उहाँ नानीलाई धेरै धेरै धन्यवाद दर्शक पनि अहिले हामी घुम्दै हिँड्ने क्रममा चाहिँ यहाँ माया खवा सेन्याङ लिम्बू बहिनीको घरमा चाहिँ यहाँ उपस्थित भइरहेको अवस्था छ उहाँको घर चाहिँ यो छ यो खालको उहाँले चाहिँ एकदम यति मेहनती हुनुहुन्छ हाम्रो चेली नानी यो तरिकाले चाहिँ पानी भिजाइरहेको अवस्था छ फुलहरूमा यतिको मेहनत चाहिँ हुनुपर्छ है होइन अब उहाँहरूको मेहनतलाई एकदम है तपाईँलाई सलाम छ तपाईँको मेहनतलाई यसरी नै आउने पिँढी मतलब नानीहरूलाई पनि यसरी नै अब गाइड गर्दै लानु होला उहाँ चाहिँ एकदम मेहनती मनकारी सहयोगी हुनुहुन्छ है उहाँ बहिनी ल हजुरलाई स्वागत छ ल केही कुरा राखौँ न हजुरको परिचयबाट सुरु गरौँ त पहिला कर्मस्थली चाहिँ कहाँ हो हजुर 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 अनि हजुरको पेसा चाहिँ के छ अहिले फिलहाल हजुर पेसा चाहिँ उहाँ चाहिँ अब हाउसवाइफ हुनुहुन्छ है उहाँको अब श्रीमान चाहिँ हाम्रो भाइ चाहिँ अब विदेशमा हुनुहुन्छ देश विदेशमा भएर पनि एउटा हजुर 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 उहाँ चाहिँ हजुर साह्रै मेहनती हुनुहुन्छ हाम्रो बहिनी नानी देश विदेशमा बसेर हाम्रो भाइले कति स्ट्रगल गरेर चाहिँ होइन अब बचत गरिराख्नु भएको छ मेन त पैसा नै हुन्छ तर त्यसलाई चाहिँ कमाउने भन्दा पनि जमाउनेको चाहिँ मेन भूमिका हुनुपर्छ यो ठाउँ यो टोलको चाहिँ म उहाँलाई नै एकदम मान्छु उहाँलाई सम्मान गर्छु उहाँको मेहनत उहाँको काम गरेर हेरेर यसरी नै आउने पिँढी नानीहरूलाई पनि अब यसरी नै उहाँले चाहिँ अब गाइड गर्दै लानु होला यहाँ हाम्रो नानी हाँसिराख्नु भएको छ के हो के खेल्नुभएको एकदम ट्यालेन्ट हुन्छ नि उहाँको नानी पनि ल उहाँ हाम्रो बहिनी नानीलाई यो कुरोमा केही कुरो राखिदिनु भएको उहाँ धेरै धेरै धन्यवाद ओके बाई बाई सेवारो अहिले हामी चाहिँ है घुम्दै हिँड्ने क्रममा चाहिँ अहिले हाम्रो मनी अनसङ्गो लिम्बूको घरमा चाहिँ हामी आइपुगिरहेको अवस्था छ घरप्रति आमे बाबा छ कि छैन म चाहिँ उहाँहरूलाई देखाउन गइरहेको छु हेलो बुहारी तान्छु तान्छाङ अनि घर त सुनसान छ त अनि चाबी पनि लागेको छैन खुला छ त अब यता चाहिँ को हुनुहुन्छ र गेट बन्द रहेछ त अब यहाँ चाहिँ हाम्रो कान्छी बुहारीले कुखुरा पालनहरू गरेको म देखाउन गइरहेको छु सबै यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ भाले यति गतिलो छ है लगभग 4-5 केजीको होला यहाँ कति यो चाहिँ पुरै गिरिरहेको छ है यस्तो जाँगरिलो छ है हाम्रो भाइ बुहारीहरू ल त्यसै गरेर यहाँ चाहिँ मसिनो गिरिराजहरू पाल्नु भएको छ हाम्रो बुहारी नानीले ल यो चाहिँ गिरिराज भाले है लगभग तपाईँको चाहिँ 4 केजी 4.5 केजीको आसपास होला है यत्रो छ बफेर है यहाँ हाम्रो तान्छाङ भतिजको हबी के छ भविष्यको प्लानिङ चाहिँ के छ के सोच राखेको छ लु भनिदिउँ त पहिलो अप्सन डक्टर बन्ने छ ओके सेकेन्ड अप्सन फुटबल बन्ने ओके फुटबल ओके थर्ड अप्सन थर्ड चाहिँ सिङ्गर छ सिङ्गर छ है त अब यो आफ्नो लक्ष्य हबीलाई चाहिँ पुरा गर्नको लागि त मेहनत गर्नु पऱ्यो नि त होइन सेड्युल मिलाउनु पऱ्यो टाइममा चाहिँ पढ्नु पऱ्यो टाइममा पनि माइन्ड फ्रेस हुनुको लागि चाहिँ अब गेम्सहरू खेल्नु पऱ्यो होइन मम्मी डेडीलाई चाहिँ अब हर उसमा चाहिँ सपोर्ट गर्नु पऱ्यो होइन तब अगाडिको लक्ष्यहरू पुरा हुन्छ है ल हाम्रो भतिजलाई तपाईँको लक्ष्यहरू पुरा होस् भन्ने कामना गर्दै हाम्रो भतिज तान्छाङ अनसङ्गो लिम्बूलाई यो आफ्नो फ्युचर एउटा हबीको बारेमा चाहिँ उहाँले दर्शाउनु भएकोमा धेरै धेरै धन्यवाद तर त्यसको लागि चाहिँ के हो एकदम मेहनत गर्नुपर्छ ल
मुमिरीलाई हर कार्यमा चाहिँ सपोर्ट गर्नु पऱ्यो, टाइम टेबल मिलाउनु पऱ्यो होइन, सेड्युल मिलाउनु पऱ्यो। त्यो मुताबिक चाहिँ अगाडि बढ्यो भने होइन त्यो कुनै पनि रुटिन बनाएर चाहिँ त्यो उसलाई चाहिँ मध्यनजर राख्दै अगाडि बढ्यो भने चाहिँ भविष्यमा एउटा असल व्यक्ति बन्न सकिन्छ। प्लस के हो आफ्नो इच्छाहरू पुरा हुन्छ है त। ल भतिज ल यति भन्दै म बिदा हुन चाहन्छु हाम्रो भतिजलाई है। धेरै धेरै धन्यवाद केही कुरा राखिदिनु भएकोमा। ओके सेवारो नोगेन बाई बाई। यति भन्दै आजको भिडियो आजको ब्लग यहीँ अन्त गर्न चाहन्छु है। फेरि पनि म तपाईँहरू समक्ष न्यू भिडियो न्यू ब्लग लिएर उपस्थित हुने नै छु भन्दै आजलाई बिदा लिन चाहन्छु। ओके बाई बाई। यारी यारी नोगेन सेवारो।